नमस्कार, म महेश त्रिपाठी। हाम्रो चलचित्र 11:55 चैत्र 8 गतेदेखि नेपालमा रिलिज हुँदैछ। आज म त्यही सिनेमालाई लिएर एउटा ऱ्यापिड फायर राउन्डमा आइरहेको छु। लेट्स स्टार्ट। फेभरेट मुभी अफ अल टाइम, नेपाली और इङ्ग्लिस और वाट एभर एनी, देट्स लट्स अफ मुभिज यार। अब मलाई चाहिँ इरानियन फिल्महरू एकदमै मनपर्छ, पर्टिकुलरली एउटा होइन, इरानियन फिल्म। हाम्रो नेप्लिजहरूको हिस्ट्री, जङ्गबहादुर। कम्फर्ट फुड, दाल भात पावर 24 आवर्स। सागरको नाम, पोटेन्सियल भएको एक्टर, करिश्मा श्रेष्ठ, कन्फिडेन्ट अनि स्ट्रङ, स्मृति श्रेष्ठ, ब्युटिफुल एन्ड स्पिरिचुअल, एमएस अग्रज, लिडर, बिहान नउठ्ने मान्छे, इन्जिनियर, जागिर गर्ने इन्जिनियरिङ छैन। मैले अझसम्म काम नगरेका सबै एक्टरहरूसँग गर्नुहुन्छ त्यो चाहिँ। टिल डेट मैले गरेको मुभीहरूको सबै नै अहिले आजकाल चाहिँ कफी। अरूको स्टारहरू भन्दा के कुरामा बेटर छु होइन त। ऱ्यापिड फायर यार, फ्याट भन्नुपर्ने, त्यो आउँदै नआएपछि त एकछिन टाइम लिनु पाएँ नि होइन। के कुरामा बेटर छु, सबै कास्ट यस, तपाईहरुको 5 जनाको लिडमा उहाँहरू भन्दा म के कुरामा बेटर छु होइन। उहाँहरू भन्दा म के कुरामा बेटर छु भन्दा केमा छु यार, थाहा छैन यार। अरूले चित्त दुखाउँदैन होइन, चित्त नदुखाउने कुरा त अर्को कुरा भयो, तर केमा छु भने नि त्यो आइरहेको छैन क्या। म केही न केहीमा त बेटर छु उहाँहरू भन्दा। अनि केही न केही कुरामा म भन्दा उहाँहरू बेटर हुनुहुन्छ अफकोर्स होइन। तर उहाँहरू भन्दा अनि त्यहाँको धेरैलाई स्विमिङ आउँदैन, म स्विमिङ गर्न आउँछ। महेश त्रिपाठी एक्टर, बोथ। उसको महिनामा हामीले जाडो महिनामा सुट गरिरहेको थियौँ होइन, अनि त्यही पनि नाइट, अलमोस्ट धेरै जस्तो नाइटको सिनहरू छ त्यसमा। अनि त्यो नाइटको सुट गर्दाखेरि त्यो एकदमै पातलो नाइट गाउन, नाइट कपडा लगाएर हामी थ्रु आउट गर्नुपर्थ्यो। अनि यति चिसो कि नाक मुख सबै बन्द हुन्थ्यो क्या होइन। अनि त्यो मार्बलमा यत्तिकै सुत्नुपर्ने अर्ने सिन थियो। त्यसको सर्टहरू त्यहाँ झल्याक झुलुक त्यो टिजरहरूमा आएको छ। अनि त्यो चाहिँ अभियसली त्यो त्यति मात्रै होइन कि, मतलब अल ओभर त्यो मेरो त बडी क्लकै बिग्रेर त्यो 18-19 दिन रेगुलर नाइट सुट भएको थियो। अनि 4-5 बजीतिर सेटमा गयो, त्यसपछि मेकअप गऱ्यो, अनि सुट गऱ्यो, बिहान 6 बजेतिर निस्केर अनि 7-7:30तिर घरमा आयो, अनि केही खाएर अनि फेरि सुत्यो। दिउँसो सुत्ने भएको थिएँ म। त्यो सबै मेमोरिजहरू आयो। स्माइली, आई थिङ्क म इमोजी चाहिँ युज गर्ने मान्छे होइन, मलाई त्यसको आइडियै थिएन खास। अनि त्यसपछि मेरो श्रीमतीसँग च्याट गर्दा श्रीमतीले चाहिँ प्रयोग गर्ने धेरै गर्छिन्। अनि पछि अहिले बानी परेछ, त्यही भएर म प्रयोग गर्छु। तर स्माइली चाहिँ स्माइली र चाहिँ अलिकति त्यो के भन्छ, त्यो हाँसेको हुन्छ नि डीवाला, यस्तो डी हुन्छ नि, के हो त्यसलाई के भन्छ? होइन डी भनेको मुखै खोलेर स्माइली भनेको यस्तो भयो होइन। त्यो मुखै खोलेर गरेको वाला स्माइल चाहिँ के हो त्यो होइन होला। वर्ड ट्यालेन्ट होइन, यो ट्यालेन्ट मात्रै गर्न पाउँदैन। म कृषिको काम पनि गर्न आउँछ अलिअलि, म इन्जोय पनि गर्छु। मलाई खेती किसानी एकदमै मनपर्छ। भन्नु मिल्छ कि मिल्दैन थाहा छैन होइन।
कथा त म भन्नै भन्दिनँ, त्यो त म कुनै हालतमा भन्दिनँ, बन्दुकै अगाडि राखेर भन्नु भने नि भन्दिनँ होइन। तर फनिएस्ट चाहिँ किन चिसो थियो, अत्याधिक चिसो होइन सुट गर्दा। अनि हामी मैले भनिसकेँ त्यो कपडा यति पातलो, अनि सेटमा चाहिँ हाम्रो सेटमा बार थियो क्या, अनि हामी चाहिँ खुसुखुसु वाइन चोर्दै खाँदै गर्थ्यौँ क्या। त्यो ओरिजिनल त्यो भनेको उनै राखेको थियो, वाइन नै राखेको थियो बारमा। अनि तर त्यसको लागि हामीलाई अलाउड चाहिँ थियो फेरि, तर होइन अलाउड थियो हामीलाई। अनि तर हामी अब किन फेरि खाउँ भन्ने कुरा भएन, अनि वाइन चाहिँ खाइदिइरहेको थियौँ हाम्रो कुरा। वान थिङ्क धेरै चिज छ त्यो त, मोबाइल, गाडी। मोबाइल हो अहिले त, किनकि सबभन्दा मेन चिज चाहिँ मोबाइल नै भयो। ओके, हाम्रो चलचित्र 11:55 चैत्र 8 गतेदेखि अल नेपाल रिलिज हुँदैछ। हाम्रो ट्रेलर, पोस्टर, टिजरहरू पनि तपाईँहरूले हेर्नुभएको छ होला, नहेरेकोले हेर्नु होला। र चैत्र 8 गते तपाईँको नजिकको सिनेमा हलमा गएर 11:55 हेरिदिनु हुनेछ भन्ने अपेक्षासहित सम्पूर्णलाई निमन्त्रणा गरेँ। धन्यवाद।